अहिले चाहिँ प्याज टमाटरकातिर राख्नु भएको छ हाम्रो भाइ हुनुहुन्छ उहाँ अब यस्तो टाइलले यहाँ हाम्रो आफ्नो हुन्छ नि के पकाइचलाई खाने यता यस्तो बस्ने रमाइलो छ नि त भाइ के छ यहाँ चाहिँ पानी मल सोधिरहेको छ भाइ चाहिँ चामल हेर्नको लागि तयारी राम्रोसँग है भाइ ओ भाइ के छ दाइको युट्युब च्यानल लगेर सब्सक्राइब गर्नेहरू त थाहा छैन प्याज टमाटर अब एकदम रमाइलो अब चाहिँ हाम्रो यस्तो भइरहेको छ अब टमाटर मोबाइलबाट खान्छ भरल चाहिँ अन्त दुईको टमाटर अब फेरि रोटीमान सर हाम्रो रोटीमान सरको पनि आउनु भएको छ कमल भाइको भाग चाहिँ हेर दुईजनाको मात्र भाग यत्रो डेप्चीहरू होइन पाँचजनाको पो भाइ छ हाम्रो अब आफ्नो पकाउने खाने ओ विनाश अरू के खाना खास यस्तो यता पनि पाकिरहेको छ उता पनि पाकिरहेको छ युट्युबबाट पुनिरहेको लाखौँ कमाइछन् दिनमा लाखौँ कमाउँछन् त्यो दाइले अर्जुन भाइ कहाँबाट बोले यो बाटो सानबाबु ठीक हजुर यो हाम्रो 6-7 जनाको हो 6-7 जना हजुर ठीक छ टमाटर लसुन प्याज चाहिँ भन्नु पर्यो फेरि युट्युबमा गइहाल्छ नि त एकै अब यिनी गोल भएर छन् मरमसला युट्युब खोलेछ हौ के हैन होला कसैले मन परेपछि लागेर कमेन्ट गर्न नभुल्नु होला त्यही छ फरक यस्तै गरेर खाने भाइ यो ठाउँतिर पाल्नु होला हजुर म त अविनाश पाखा पोल पाल रहेछ यहाँ हाम्रो खिच्नु पर्यो नि त यस्तो अब एउटा चाहिँ भाग लाने हाम्रो मासुको गिलो हुँदैछ अब यहाँ भाइहरू चाहिँ यता यहाँ पनि भात पकाउन सुरु आफ्नो आफ्नो टिम अनुसार हुनेछ यताको भाइहरू पनि जानु पर्यो नि भाइ के छ 3 चुलामा भात पकाइएकै छ ल पकाए ठिक छ रमाइलो छ के छ इन भाइहरू के छ ल ठिक छ है म लाग्यो अग्लियाङको हुनहार युवा हुनुहुन्छ यहाँ ओले चाहिँ एकदम विकास बस्नुभएको छ खसीको मासु हेर्नु भाग हुँदैछ फेरि यसरी भाग भइसकेको छ हाम्रो अङ्कल के छ एकदम ठिक छ बाबु ठिक छ नि युट्युबमा गएर सब्सक्राइब गर्नु है ल म चाहिँ यहाँ भिख माग्दै हिँड्दैछु भाइ के छ ल ल ल दुईजनाको भात यत्रो देप्छु अरे हाम्रो चाहिँ अहिले कमसेकम 20-25 ठाउँ चुला देखिएको छ अहिलेसम्म कहिले यहाँ पाकेको छ कहिले कहाँ पाकेको छ र हाम्रो त यहीँ होला ठुलो भन्छेरी भन्ने भात पाक्ने भनेको हाम्रो सञ्जबहादुर सुनार के छ ठिक छ के छ ठिक छ अर्जुन भाइ दाइ र भाइ उति त के छ सन्देश यो कसले यस्तो नि यो मूल्य हो के मैले सबैले तन्दाको ल्यायो मैले एक्लै लिइराख्छु के छ भाइ चामल त सबै आइरहेछ त अरे लगातार म चाहिँ यताबाट यता उता पनि पाक्नु लागिसकेको छ भेना चाहिँ पानी ल्याएर हेर्नु त गाई चाहिँ भोलि साइड परेछ कि मेरो चाहिँ राम्रो भएको छ नि ल भेना साइड अब मासु पाक्ने होला होइन पानी उम्ले रेडी भइसकेको रहेछ के छ गाई भात खाने बेला गराउने हो सबैको अङ्कल कहाँबाट आउनु तपाईँ कहाँबाट पानी लिन गएको ठ्याक्क पानी धेरै टाढा भयो टाढा धेरै टाढा यसको मर्मत गर्नु पर्यो कि पानीको अब पानीको अब गर्ने हो हामी माथि पनि गर्नु पर्यो यहाँ पनि गर्नु पर्यो पानी सट्ट टार्ने धेरै जग्गा एकदम राम्रो भात हुन्छ होइन कतिजनाको लागि बनाउनु लाग्नु भयो भात हाम्रो हुन्छ 25 करिब 20 भन्दा माथि नै छ होला 20 जना मान्छे नै
ल ठिक छ म चाहिँ लागेँ अब गाई चोरी यताबाट पानी लिन जानु लाग्यो भाइ ल ठिक छ